हामी राप्ती 2 लालमटिया दाङमा भएको विद्यालय गोर्खा आइडियल विद्यालय कार्यक्रम अर्घाखाँचीमा जिल्लामा भइरहेको छ। अहिले अर्घाखाँचीको यो होटल इभरल्यान्डमा हामी अब औपचारिक कार्यक्रम सुरु गर्न गइरहेका छौँ। यो कार्यक्रमको औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन यसै विद्यालयका एक्जिक्युटिभ मेम्बर एवं गोर्खा मोडल सेकेन्डरी स्कुल लमैका प्रिन्सिपल श्री लोकमान रिजालज्यूलाई अध्यक्षताको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो यो गोर्खा ग्रुप अन्तर्गतको नियमित कार्यक्रममा गोर्खा ग्रुपका एकाडेमिक डाइरेक्टर श्री दुर्गाबहादुर केसी सरलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यो कार्यक्रममा र हाम्रो ग्रुप अन्तर्गतकै विभिन्न कार्यक्रमहरूमा हामीहरू सहकार्य गर्दै आउनुभएका विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन यो गुरु रविन्द्र बस्नेतज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी पत्रकार बालकृष्ण थापाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र सम्पूर्ण अभिभावकज्यूहरू सम्पूर्णलाई यथास्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको लागि हामी यो गोर्खा ग्रुपको सिस्टममा विभिन्न लेभलको लेभल कोअर्डिनेटर हुनुहुन्छ। 6 to 10 का कोअर्डिनेटर श्री देव बुढालाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी प्राइमरी कोअर्डिनेटर पूजा गुरुङ म्यामलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र प्री प्राइमरी कोअर्डिनेटर निर्मया बरालजीलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अब हामी राष्ट्रको ढुकढुकी राष्ट्रिय गानमा सरिक हुन गइरहेका छौँ। हामीहरू राष्ट्रिय गानको लागि पहिला म तपाईँहरूलाई भन्छु, यसको पनि केही छ, हजुरहरूले स्क्रिनमा देख्न सक्नुहुन्छ। कसरी गाउने भन्ने छ, यो पनि हाम्रो सिकाइ हो। गोर्खा स्कुलको विद्यार्थीहरूले र गोर्खा स्कुलका अभिभावकहरूले राष्ट्रिय गानमा निर्देशन भएअनुसार निर्देशिका अनुसार यसलाई गाउनु पर्छ भन्ने हाम्रो मान्यता हो। आज हामीहरू कक्षा नर्सरीदेखि कक्षा 4 सम्मको अभिभावकहरू यहाँ छौँ। अर्को सेसनमा अर्को प्रोग्राममा हामी 5 to 10 सम्मको अभिभावकहरू रहनेछौँ। यो हामीले किन भन्छौँ भन्दा हाम्रो समाजमा भएका विभिन्न इस्युहरूलाई सही तरिकाले हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्नेमा छौँ। यहाँहरूले देख्न सक्नुहुन्छ स्क्रिनमा, म यसलाई ससरी पढेर सुनाउँछु अनि सोही अनुसार यहाँहरूले पनि यसमा सहभागी हुनुहुनेछ। र अन्य कार्यक्रमहरूमा जाँदा पनि हाम्रो गोर्खा स्कुलका अभिभावकहरूले यहाँनिर तपाईँको पोजिसन मिलेन है राष्ट्रिय गान गाउँदा भनेर भन्नु पर्यो हजुरहरूले। तब न बल्ल राप्ती गाउँपालिकाका सबैले सही तरिकाले गाउन सक्नुहुन्छ नि। लुम्बिनी प्रदेशको राजधानीमा बस्ने हामी जनताले राष्ट्रिय गानलाई त्यस निर्देशिकामा भएको सही तरिकाले गाउन सक्नु पर्यो। पहिला त हजुरहरूले थाहा पाउनु पर्यो। थाहा पाइसकेपछि कोही कतै त्यस्तो छ भने यहाँ आउने यो निर्देशिका हजुरहरूले हेर्न सक्नुहुन्छ, फोटो खिचेर लैजान सक्नुहुन्छ, सही तरिकाले गाउनु। यसमा भनिएको छ, यहाँहरूले सुन्नुहोला। विद्यार्थी भाइ बहिनीहरू पनि आउनु भएको छ, हजुरहरू पनि सुन्नु होला है। नबोल्ने है, अहिले सुन्ने। मोबाइल त हेर्नु भएको छैन नि, अहिले मोबाइलको क्लास पनि छ हाम्रो होइन। त्यसमा अहिले बोलेर सुन्ने है हजुरहरूले। आज मम्मी ड्याडीहरूले पढ्न आउनु भएको, अरू बेला हजुरहरू पढ्न आउनुहुन्छ, आज मम्मी ड्याडीहरूले पढ्ने क्लास हो यो। यसमा राष्ट्रिय गानको सम्मानका लागि औपचारिक तथा विशेष समारोह र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कुनै पनि निकाय वा कार्यालय, गैर सरकारी सङ्घ संस्था तथा कूटनीतिक नियोगहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान गाउँदा वा राष्ट्रिय धुन बजाउँदा अति विशिष्ट तथा विशिष्ट व्यक्ति तथा सार्वजनिक ओहदामा पदाधिकार रहेका वा नरहेका
सर्वसाधारण सबैले हात तल झारी यसको म डेमो देव सर हुनुहुन्छ देव सर म सरसरी पढाउँछु अनि त्यसपछि देव सर बाहिर हुनुहुन्छ हात तल झारी खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औँलातिरका दुई खुट्टाले भी सेप आकार बनाएर सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनु पर्नेछ भनेर प्रष्ट रूपमा लेखिएको छ। तर अपाङ्गता भएका व्यक्तिको हकमा निजको शारीरिक अवस्था अनुसार सम्मान प्रकट गर्न यस दफाले बाधा पुर्याएको मानिने छैन भनेर लेखिएको छ। मैले हाम्रो देव सरलाई त्यो पोजिसनमा र पछि सबैले हामीले यस्तो प्र्याक्टिस गर्छौँ र मेरो अनुरोध छ हजुरहरूलाई गोर्खा स्कुलको अनुरोध छ कोही कतै सार्वजनिक ठाउँहरूमा त्यो पोजिसनमा गाइएको छैन भने यहाँले सिकाउनु है। के भनेको छ भने हात के अरे सर्वसाधारण सबैले हात तल झारी देव सरको जस्तै हात तल झारी खुट्टाका कुर्कुच्चा जोडी खुट्टामा हेर्दा औँलातिरका दुई खुट्टाले भी आकार बनाएर सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनु पर्नेछ भन्ने छ। यसमा सम्पूर्णलाई राष्ट्रको ढुकढुकी राष्ट्रिय गानमा सहयोग भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सोही पोजिसनमा सबैजना हुन्छ